के भन्नुहुन्छ तपाईँ? यहाँदेखि यसलाई अर्को ठाउँ सार्दा ठिक हुन्छ कि यहीँ राख्नुपर्ने हो? छोराले भनिदिनु पर्यो, दुधको दुध पानीको पानी छुट्याइदिनु पर्यो। लो परमेश्वर भनिदिनु पर्यो के गर्दा ठिक हुन्छ। हेर म भने को हो पञ्च कन्ने हेर पाठी धारा माता भने को हो मही हुँ। हो परमेश्वर, यसलाई के गर्नु पर्यो? यही मान्दित गर्नु पर्यो। हेर मलाई यहाँबाट फलो किलो सार्यौ भने म यहाँदेखि भिर पहरो पहिरो लडाई यो गाउँ मात्रै होइन सहर पनि खैतम पार्न हेर मलाई यही ठाउँमा उत्पन्न भन आएको हुँ। हेर लो परमेश्वर, अब के गरौँ त, कसो गरौँ? यसलाई के गर्दा हुन्छ, कसरी हुन्छ? लु तपाईँले सत्य बताइदिनु पर्यो परमेश्वर। हेर मलाई हेर एकु बाबा जननीले सपनीमा माता लेखेदेखि आउँदा मलाई हेर बाटो खोज्दै म हिँडे केही थिएँ, तर मलाई मैले बाटो खन्न नसक्दा माता लेखे बाटो खनाइ दिँदा म पाँच बहिनी पाँच शिला उत्पन्न यही ठाउँमा भए रह म बस्ने छु। मलाई यो ठाउँबाट अन्त सार्देऊ लानेलाई पनि भलो गर्ने छुइनँ। लो परमेश्वर, यहाँ कति भयो तपाईँ बस्नु भएको? हेर हामी यहाँ उत्पन्न नभई गुप्त बास बसेको चाहिँ 13 वर्ष